बवाल के वाइल्डै बवाल के यो भन्दा राम्रो त के हुनु है बवाल के है अनुसार हुनुहुन्छ त्यता चाहिँ वेलकम। आज चाहिँ हाम्रो यो निसिनोमिया स्टेसनबाट चाहिँ हाइकिङ स्टार्ट। नेक्स्ट हाइकिङ हाम्रो साथीहरू पनि उता हुनुहुन्छ। तीनजना साथीहरू हाम्रो यहाँ अनुसान र गोमसान। सिंह भाइ कहाँ गयो? यो सिंह भाइ चाहिँ पछाडि, लिम्बू भाइ सिन्युक हिरो हो नि फेरि है मान्छे चाहिँ। यस्तो सिनरी हेर्दै है हामी चाहिँ आज यहाँ हुनुहुन्छ हाम्रो नयाँ सिन्योक। तिम्रो इन्ट्रोडक्सन्स प्लिज। मेरो नाम सिन्युक लिम्बू। नमस्ते। फेरि के लिम्बू रे? सिन्युक लिम्बू। ओके, उहाँ हुनुहुन्छ सिन्योक लिम्बू हाम्रो, स्ट्रेट फ्रम झापा होइन त। आज उसको चाहिँ हाम्रोमा चाहिँ फर्स्ट टाइम हाम्रो आज हामी जाने चाहिँ के ड्यामको नाम सिङ्गेरी हो कि छ ड्यामको नाम पनि होइन। हामी पहिला चाहिँ हामी खोलाको वाला त्यो बाटो जाने हो, मुखो रिभर भन्छ के भन्छ, त्यसबाट त्यो बाटो जाने। ओहो खतरा रहेछ त्यता पनि। यो चाहिँ जापानको दार्जिलिङ। यस्तो पुरै डार्क टनलबाट हामी निस्क्यौँ। यस्तो हेर यो वाइल्ड लाइफ जस्तो भयो। डर लाग्दैन, भूतको चाहिँ डर लाग्छ। कस्तो त्यो मान्छे केटी मान्छे बोलेछ आएको है भाइ बोलेको हो कि त्यही त। राइट, यो त कस्तो के चाहिँ छाता ला छाता खोइ छैन। ए छ राइट। यस्तो टनेलमा हेर टनेल नि लास्टै पर हो भने त्यो ब्ल्याक होलवाला जस्तो है। त्यही लाइटको सहारामा हिँडिरह है। यता पुरै अँध्यारो। भाइले लाछ हो नि त है, हुँदा नि त्यस्तो यहाँ त कहाँ अनि त्यस्तो उ गर्दैन नि त भूतले पनि।
माछा नि पाउँदो रहेछ है त्यस्तो खाले माछा नपाउनु त भएको कहाँबाट पाउँछ यो चाहिँ पहिला फुकुचियामाको धेरै पहिला चाहिँ पहिलाको ट्रेनको लाइन यस्तो रहेछ हजुर डरलाग्दो खोला बस्नु पनि रहेछ के देखेको यो थाहा चाहिँ छैन होइन तर अगाडि बढ्दैछौँ हामी है रमाइलो टनेल चाहिँ एकदम डरलाग्दो होइन अनि भाइलाई कस्तो लाग्यो टनेल रमाइलो कतिको डर लाग्यो हल्का लाग्यो नि भयो पुरै अँध्यारो होइन यो लाइट चाहिँ फ्ल्यास लाइट चाहिँ लिएर आउनु पर्ने रहेछ एकदम डर लाग्दो भविष्यमा अँध्यारो एकदम डर लाग्दो टनल चाहिँ भ्यूहरू चाहिँ एकदम डर छ अनि हामी चाहिँ हल्का पानी परेको भएर भ्यूहरू चाहिँ यस्तो खोलानाला हेर्दै माथि डाँडा डाँडा हेर्दै एकदम बवाल बवाल एकदम जर्नी बवाल भइरहेछ है डर लाग्दो नि भइरहेछ होइन रमाइलो पनि छ अर्को टनेल आइपुग्यो हो अब यहाँबाट अर्को टनेल स्टार्ट टनेलमा लाइटहरू पनि छैन त्यो लास्टै डर लाग्ने यो हेर्नु न रकहरू टनेलमा यो आउँदैन नि लाइटले भ्याउँदैन अर्को लाइट हेराउनु पर्ने रहेछ है रकहरूबाट टनेल बनाएको रहेछ यहाँ हाम्रो नेक्स्ट टनेल 2 नेक्स्ट टनेल 2 मा छिर्यो नम्बर 2 गोइङ यो लाइट ठ्याक्कै ममा बाले चाहिँ फेरि त केही देखिदैन यस्तो अँध्यारो पहिलाको यो बाटो केही देखाएन अँध्यारो पुरै अँध्यारो छ हामी चाहिँ यो मोबाइल फ्ल्यास लाइटले मात्रै फ्ल्यास लाइटको सहारामै हिँडेका मोबाइल लाइटकोले हजुर के भन्नुभयो बुझिनँ ए आयो त सानलाई है कस्तो बवाल रहेछ है ठाउँ चाहिँ ल के हो यस्तो यो ओ अर्को टनेल पनि हो क्या ए डरै लाग्ने यार डरै लाग्दो ठाउँहरू रहेछ 1973 मा बन्यो यो चाहिँ त्यो हो कि यो कोही ट्र्याप भयो भने होइन ट्रेन आयो भने कसरी भाग्ने भन्ने यतातिर लुक्ने हो कि यो ट्र्यापवालाको रहेछ यो चाहिँ हो सही हो ट्र्यापमा पऱ्यो भने चाहिँ सबै डर लाग्दो रहेछ ओ भाइ एकमै हो त यार
पहिला चाहिँ ट्रेनको मान्छेहरू ऊ के अरे बिसाउने हुन्थ्यो, अहिले चाहिँ लुक्ने हो। यो मलाई होइन तर के हो यार, यस्तो फिस जस्तो लागिरहेको ल के हो त्यो पानी उखार, यो त ठुलो टनेल छ यार, पुरै अँध्यारो के डर लाग्ने यार। साँच्चै हामी यही बाटो जाँदैछौँ नि। अछु सबजनाको डर। यो के हो, यो छ नि बाटो त? हामी तलै जाँदैछौँ यार। यो सायद अब धेरै धेरै यो हाइकिङ गर्ने ठाउँ जस्तो हो जस्तो लाग्दैन मलाई पछिसम्म। अघि दुईजना चाहिँ भेटेको थियो हामीले, यहीँबाट डराएर पड्क्यो नि। एकछिन त सातो गयो, अनि उता यो अर्को डिरेक्सनबाट आएको भयो त है, हामी त तर्सिने रहेछ नि। यस्तो टनेल पनि टनेल, लाइटहरू के छैन अँध्यारो, धन्न बाटो हामीले देख्यो अर्को चाहिँ हैट। यो सायद यो अब हिँड्न नि अलिक डर त डऱ्यो यार। फाइनल्ली सातो गयो हाम्रो चाहिँ। उताबाट लाइट बाल्दै आउनु भयो, उहाँ चाहिँ अनुसान। यहाँबाट आयो, यो कति आनन्द लाग्यो। त्यहाँ त एकछिन त स्ट्रेन्जर थिङ्स जस्तो है, दुईजना मात्र आयो भने त तर्सेर। अनि त्यो त लङ्गेस्ट नै छ होला अलिकति, अघिको भन्दा त लङ्गेस्टै हो नि त, अघिको भन्दा धेरै लामो भएर आइपुग्यो। हाम्रो टनेल पछि चाहिँ फुकुचियामाको एकदम भाइरल, यो चाहिँ भाइरल भन्दा नि हुन्छ क्या। यहाँसम्म पुग्यो हामी चाहिँ होइन। फुकुचियामाको यो चाहिँ भाइरल एकदम हो, भाइरल टनेल। हामी फाइनल्ली टनेलबाट निस्क्यौँ। यो चाहिँ थर्ड टनेल हाम्रो, पुरै टनेल। यो चाहिँ हाम्रो थर्ड टनेलमा आइपुग्यौँ। थर्ड टनेल पास, अर्को टनेलमा सुरु भयो। ल अर्को टनेल, एउटा टनेल सुरु हुनु पाएन, अर्को टनेल सुरु भयो। यो त एकदम भाइरल यो ब्रिज पनि होइन। यहाँ चाहिँ पहिला चाहिँ ट्रेन कुद्ने, अहिले चाहिँ खासै ट्रेन नकुद्ने भएर चाहिँ एकदम डर लाग्दो पनि छ। एडभेन्चर एकदम बेस्ट प्लेस। We came from there and we are heading this way. There is no light at all. And this is canal number 4. So we can see the opening. Can you? There it is.
पछि गएर क्या ओमसान पछि गएर सबै उड्ने डिभाइसहरू आयो भने यो सिनकान्सेनहरू सबै त्यो हाइकिङ ट्रेलै हुन्छ होला है पछि सबै उड्ने खालको बाइक कारहरू आयो भने क्या बाटोमा हिँड्दै ट्रायल रुटहरू क्या हामी हिँड्दैछौँ त अहिले निजगढको बाटो होला मिल्ने रहेछ ओ ब्युटिफुल है टनलमा आइपुग्यो हामी चाहिँ यहाँ चाहिँ अब हाम्रो चाहिँ नेक्स्ट अघि हाम्रो राइटतिर थियो भने रिभर अब चाहिँ हाम्रो लेफ्टतिर खोला उज्यालो आएपछि चाहिँ बवाल आनन्द लाग्ने कि फुल चाहिँ हुन्छ कि अनि त्यो कति छिल्छ अनि अर्कै डाइमेन्सनमा पुग्छ कि डार्क हो यो चाहिँ तपाईँ अर्को डाइमेन्सनमा जानु मन लाग्यो यो बाटो जानु सक्यो है कस्तो बवाल कि यो पातहरू यस्तो बुत्रो गऱ्यो भने त हामी चाहिँ फेरि ओहो कडा आर्ट रहेछ है नेचर आर्ट के नेचर आर्ट के यहाँ चाहिँ फोटो खिच्नु पर्ला जस्तो एउटा हामी यस्तो स्टपमा खरागे सेट ओमसान अनुसान खरागे सेट भाइ चाहिँ आशाई बिरु नामा बिरु हजुर अब हाम्रो नेक्स्ट स्टेसन चाहिँ दोजो एक स्टेसन चढेर जान लाग्यो अब चाहिँ निसिनोमिया नाजियोबाट हिँड्दै आएर अहिले हामीले ताकेदाओ भन्ने स्टेसनमा पुग्यो अब दोजोमा एक स्टेसन झरेर त्यसपछि हामी जान्छौँ त्यो त एक्सप्लेन गर्न सक्दिनँ ट्रेन चढ्ने खतरा छ बाटो नि नदी
मलाई अझै नि कोभिड लाग्छ यार किन अनुसारले त्यो पुल सोध्नु भयो नि त कुन त्यो पुलमा कि हामी चाहिँ अब ड्याममा जाँदै यहाँबाट चाहिँ ड्याममा भ्यूहरू पनि बवाल छ अब यो बाटो हुँदै अब हामी चाहिँ ड्याम पुग्न लाग्यो धेरै थाक्न चाहिँ थाकेँ होइन एकदम थाक्ने खाले चाहिँ थिएन के हाम्रो संयुक कस्तो लाग्यो आजको यात्रा सबसे कडा चाहिँ के लाग्यो आज चाहिँ तिमीलाई भालु देखेन त्यही कडा भयो ड्यामहरू टनल तिमी त खासै डराएन है रमाइलो छ दाइ छाता चाहिँ हातमा लिएर राख्नु हाम्रो चाहिँ लिम्बू स्टेट फ्रम चाइनाबाट होइन चाइनिज नेपाली गाह्रो छ है कडा छ यो यतातिर नि भ्यूहरू चाहिँ बवाल ठाउँ ल बाई